यदि तपाईको मन्जुरी बिना तपाईको सम्पत्ति कसैले चोरी गरेका अथवा लगेका त छैनन् छन् भने पनि कानुनी सजाय थाहा नपाएर तपाईँ थप्प परेर बसिरहनु भएको छ भने आज हामीले तपाईहरूको माझमा चोरी सम्बन्धीका कानुनी व्यवस्थाहरू ल्याएर उपस्थित भएका छौँ। नमस्कार, म कानुनी संकाय माध्यमिक विद्यार्थी धनप्रसाद नेउपाने। नमस्कार, म पनि त्यस्तै भनौँ दिपेन्द्र रावत। अपराधका कुरा, चोरी अपराधको कुरा गर्ने सन्दर्भमा सर्वप्रथम हामी अब अपराध है सम्पत्ति विरुद्धको अपराध मध्ये एउटा अपराध हो। पहिलो नम्बरमा सम्पत्ति विरुद्धको अपराध भनेको के त भन्न मतलब कुनै पनि व्यक्तिको अधिकारलाई हस्तक्षेप हुने गरी गरिएको अपराधिक कार्य नै सम्पत्ति विरुद्धको अपराध हो। जस्तै चोर्ने मान्छेलाई फाइदा हुनु, चोरै पाउने मान्छेलाई घाटा हुनु पनि एउटा सम्पत्ति विरुद्धको अपराध हो। त्यस्तै सम्पत्ति विरुद्धको अपराध मध्ये चाहिँ हामीले आज तपाईहरुलाई मुख्य रूपमा जानकारी दिनुपर्ने अपराध भनेको चोरी भन्ने अपराध रहेको छ। वास्तवमा चोरी भनेको के हो त भन्दा कानुनमा चाहिँ चोरी भनेको परिभाषा के दिएको छ त भन्नुपर्दा कुनै पनि व्यक्तिको अथवा कुनै पनि धनीको मन्जुरी बिना उसको सम्पत्ति लिनु, खानु अथवा लैजानुलाई पनि चोरी भन्ने भनेर मुलुकी अपराध संहिताले व्यवस्था गरेको छ। त्यसै सन्दर्भमा अब चोरी सम्बन्धी हाम्रो मुलुकी अपराध संहिताले कतिसम्म व्यवस्था गरेको छ भन्दाखेरि मुलुकी अपराध संहिता 2074 को दफा 241 देखि दफा 248 सम्म चोरी सम्बन्धी व्यवस्था गरिएको छ। त्यस लगतै 2074 ले पनि चोरीलाई पनि अझ भिन्न तरिकाले वर्गीकरण गरेको छ। हामीले चाहिँ ती चोरीहरू मध्ये पनि चोरीलाई चाहिँ विभिन्न प्रकारहरूमा विभाजन गरेको छ। तिनीहरूको सामान्य चोरी, नकबजनी चोरी र बगली मारा गरेर चाहिँ मुलुकी अपराध संहिता 2074 ले चाहिँ चोरीहरूलाई 3 प्रकारमा विभाजन गरेको पाइन्छ। अब पहिलो नम्बरमा सामान्य चोरी भनेको के त? अब हजुरहरुलाई लाग्छ होला सामान्य चोरी भनेको सामान्य जस्तो लाग्छ होला। सामान्य चोरी भनेको धनीले राखेको सम्पत्ति उक्त ठाउँबाट कुनै पनि अर्को व्यक्तिले उठाउनु, लिनु, लैजाने कार्य नै सामान्य चोरी हो। जस्तै धार्मिक सम्पत्तिहरू चोर्नु, एक ठाउँमा रोकेको सवारी साधनहरू चोर्नु, जस्तै सरकारी सम्पत्तिहरू चोर्नु पनि सामान्य चोरीहरू हुन्। यसमा हाम्रो विभिन्न सजायहरू रहेको छ। हामीले सामान्य चोरी गर्यौं अथवा धार्मिक सम्पत्तिहरू चोर्यौं, सार्वजनिक सम्पत्तिहरू चोर्यौं भने सामान्य चोरी गर्ने व्यक्तिलाई चाहिँ उसको अपराधको कसुर हेरेर चाहिँ सजायको व्यवस्था गरेको छ। जसमा चाहिँ सामान्य चोरी गर्ने व्यक्ति अथवा धार्मिक सम्पत्ति र सार्वजनिक सम्पत्ति चोरी गर्ने व्यक्तिलाई चाहिँ 2 वर्षदेखि 7 वर्षसम्मको कैद र 20,000 देखि 70,000 सम्मको जरिमाना गर्ने व्यवस्था गरेको छ भने ती बाहेक अन्य कुराहरू चोरी गर्ने व्यक्तिलाई चाहिँ 3 वर्षदेखि 5 वर्षसम्मको जेल सजाय र 30,000 देखि 50,000 रुपैयाँसम्मको जरिमाना गर्ने भन्ने व्यवस्था उल्लेख गरेको छ। त्यसै सन्दर्भमा हामी अर्को चोरी भित्र अर्को एउटा महत्त्वपूर्ण चोरी रहेको छ नगबजनी चोरी। नगबजनी चोरी भनेको के हो कस्तो भन्दाखेरि नगबजनी चोरी भनेको अब कुनै पनि चोर्न गएको अवस्थामा घरको मुख्य प्रवेशद्वार अथवा ढोकाबाट नगएर अन्य दिवार बान्ना झ्यालहरू फोडेर चोरी गर्नुलाई नै नगबजनी चोरी भनिन्छ। जो नगबजनी चोरीमा हाम्रो मुलुकी अपराध संहिताले निम्न सजाय व्यवस्था गरिएको छ। कुनै पनि व्यक्तिले नकबजनी चोरी गर्यो अथवा सामान्य अर्थमा भन्दा ढोकाबाट प्रवेश नगरेर झ्याल फोड्यो अथवा ढोकाको नै लागेको चाबी चाहिँ फोडेर भित्र गएर चोरी गर्यो भने उक्त व्यक्तिलाई चाहिँ 3 वर्षदेखि 5 वर्षसम्मको कैद र 30,000 देखि 50,000 रुपैयाँसम्मको जरिमाना गर्ने भनेर मुलुकी अपराध संहिताले नै व्यवस्था गरेको छ। अब त्यसै सन्दर्भको कुरा गर्दाखेरि चोरीकै अर्को अझ पनि एउटा महत्त्वपूर्ण अर्को आएको छ बगली मारा। हजुरहरूलाई कहीँ कतै सुनि जस्तो त लाग्यो होला यो बगली मारा। अब हामी आज यसको बारेमा पुरै भन्नेछौँ। बगली मारा भनेको बलको प्रयोग नगरेर चोरी गर्नुलाई नै बगली मारा चोरी भनिन्छ। हजुरहरूलाई लाग्छ होला कसरी बलको प्रयोग नगरेर चोर्ने? अब कुनै सार्वजनिक स्थलमा, कुनै गाडीको सवारीमा, कुनै भनौँ न भिडभाडमा, अब कुनै पनि व्यक्तिको पर्स चोर्नु, मोबाइल फोन चोर्नु, कुनै पनि बल प्रयोग नगरेर चोर्नु नै के हो बगली मारा हो। यो सम्बन्धी हाम्रो मुलुकी अपराध संहिताले विभिन्न सजायहरू व्यवस्था उल्लेख गरिएको छ। बगली मारा भनेको अहिले ज्याउस प्रख्यात रूपमा चलिरहेको छ। आजभन्दा भोलि, भोलिभन्दा पर्सि गरेर चाहिँ बगली मारा एकदम अझ भन्नुपर्दा मेला महोत्सवहरूमा विभिन्न सभा समारोहहरूमा चाहिँ कुनै चोर व्यक्तिहरू गएर
चोरी भएको व्यक्तिलाई थाहै नपाएर अथवा आफ्नो बलको प्रयोग नगरेर आफ्नो बुद्धि मात्रै प्रयोग गरेर पनि चोर्यो भने पहिलोपटक चोरी गर्ने व्यक्तिलाई चाहिँ 3 महिनासम्म कैद र 2000 देखि 5000 रुपियाँसम्मको जरिवाना अथवा बिगो बमोजिमको जरिवाना गर्ने भन्ने व्यवस्था गरेको छ भने पटक्कै पछि पहिलोपटक चोर्यो अझै पनि चोरी रह्यो भने पनि त्यो व्यक्तिलाई अझ थप जरिवाना गर्ने भन्ने व्यवस्था उल्लेख गरिएको छ। यदि तपाईहरूको चोरी भइहाल्यो भने पनि कसैलाई हदम्याद थाहा पनि नहुन सक्छ। चोरी भएको कति मितिसम्म चाहिँ हामीले सम्बन्धित निकायमा अथवा प्रहरी कार्यालयमा गयौँ भने हामीले चाहिँ आफ्नो अधिकार प्राप्त गर्न सक्छौँ अथवा आफ्नो बिगो बमोजिमको पाउन सक्छौँ, आफूले चाहिँ अधिकार पाउन सक्छौँ भन्ने पनि हुनसक्छ। त्यसमा चाहिँ हामीले दफा 241 बमोजिम अथवा साधारण चोरी गर्ने व्यक्तिलाई चाहिँ हामीले साधारण चोरी भयो अथवा चाहिँ हाम्रो नकबजनी चोरी बगलीमारा छुटछुटै चाहिँ हाम्रो हदम्यादको व्यवस्था गरेको छ। नकबजनी चोरी भएमा चाहिँ नकबजनी र सार्वजनिक चोरी भएमा चाहिँ हाम्रो 6 महिनासम्मको हदम्याद दिएको छ। 6 महिनासम्म पनि तपाईँहरूले जिल्ला प्रहरी कार्यालयमा अथवा नजिकैको प्रहरी कार्यालयमा जानुभयो भने तपाईँहरूले आफ्नो अधिकार प्राप्त गर्न सक्नुहुन्छ भने हाम्रो बगलीमारा चोरी अथवा पर्स भन्दा पनि बल प्रयोग नगरेर चोरी भयो बगलीमारा भयो भने हामीले 3 महिनासम्मको हदम्याद हुन्छ भनेर मुलुकी अपराध संहिता 2074 को दफा 248 मा व्यवस्था गरिएको छ। हामीले आज सम्पत्ति अपराध सम्बन्धीको सानो जानकारी लिएका थियौँ। हजुरहरूले यो जानकारीलाई प्रतिक्रिया दिन नभुल्नुहोला।